अस्ति यति नजिकै रहेछ नि हामी थोरै घुम्यौँ त अस्ति है तिमीहरू त नि सिधै यही बाटो गएर फेरि बुझ्दा भइहाल्छ आइहाल्यो तिमीहरू कहाँबाट गयो चौतिर ल अब हामी लाग्दैछौँ उकालो बाटोतिर खासै यो बाटो हो कि होइन थाहा चाहिँ छैन के को लागि आएको रे दाइ आज हामी यसो फर्केर बताइदिनुहोस् न के को लागि आएको भनेर विशेष अनुसन्धान माथिको डाँडामा अलिकति हिलेको रहेछ त्यो किन रुख पलाएन भन्ने कुरा विषयमा अनुसन्धान गर्न जाँदैछ ल धन्यवाद बाटो त यही त रहेछ त अनि यो चाहिँ चियानगारी रहेछ पुर्खाहरू बाटो चाहिँ हो नै जस्तो देखिएको थियो हो कि होइन भन्ने कुरा हो ल दर्शक बिनाहरू हेर्नुहोस् यो चाहिँ नर्थ कोरिया जाँदैछौँ हामी हाम्रो टिम लिडर उता अगाडि हुनुहुन्छ म एकदम सास फुल्ने भएछ र उकालो हिँड्दा नि किमजोनले हिँड्ने बाटो हो यो आम्मा म त नहिँडेको भएर होला कस्तो हुन्छ बोइलरको म त मरेर पुग्ने रहेछु नि साथी हो धानिया कस्तो मजाले हिँडिरहेको छ बाटो नेपालको बाटो जस्तो छ उसलाई अनि क्याप्चर गरौँ थोरै मूत्र विसर्जन गर्दै थकान माराइ भयो यहाँ हामी आज एकदम गहन विषयको लागि गइरहेको छौँ यही बाटो रे दानिया यही बाटो रे आम्मा मेरो खुट्टा त खत्तम भयो यार वास्तै छैन धानिया त हिँड्या होइन हेलो एकदमै मोटाइएछ देखियो ल उतैबाट निक्लेर म बनाइहाल्छु भिडियोमा हामी आज गएको अनुसन्धान गर्न गएको ढुङ्गा चाहिँ देखाउनु पर्यो नि त ल है ल नजिकै आइएछ होइन पेटै दुख्यो यो भनेको किमजोनको यो
यो ऊ हो मिसाल परीक्षण गरिसकेको होला नि यो हामी जुन चाहिँ तलबाट नि देखाइएको थियो हामीले जुन हामीले पहाडमा किन यहाँ चाहिँ रुख छैन भनेर परीक्षण गर्न आएको थियो होइन हो ल किन छैन भन्ने खालको हो त नि ल बवाल छ है हामी जानु खोजेको चाहिँ यो माथि पहाडमा हो यता चाहिँ दक्षिण कोरिया यो चाहिँ उत्तर कोरियामा छ ल यो परको चाहिँ हाम्रो नर्थ कोरियाको के भन्छ अरे ठाउँ यो खोलाबाट ट्याक्कै पारी गयो भने चाहिँ हाम्रो ओह यहाँबाट सबै देखिने रहेछ खोला पनि देखिएको छ वा ल ल ल यता फर्किनु पर्यो दुईजना यता फर्किनु पर्यो यो चाहिँ उत्तर कोरियाको सबभन्दा मोटो मान्छे ल बाबा किम जोङ उन पछाडिको साथै पुल भनेको उतै हो दाइ तपाईँले बवाल रहेछ त खै फाफ्रिका कता हो ए त्यही हो ल सही फाफ्रिका कोही भेट भयो भने कमेन्ट गर्नु होला पछि हामी त यो पुलबाट उताबाट बवालै छ तर हाम्रो डेस्टिनी भनेको चाहिँ यहाँ हो हामी आदिमा आइपुग्यौँ अब हामी फेरि जान्छौँ हाम्रो यहाँनिर हो हामी जानुपर्ने आधी हुँदैछ एकदम गलियो गाइज थोरै छोटो छोटो बनाउनुपर्छ भिडियोग्राफी त ओभर आउँछ नि फेरि आउनु है केबी दाइ ए बस्ने ठाउँ रहेछ त यता माथि त बस्ने ठाउँ बनाएको ल उकालोमा हिँड्दा हिँड्दै पात निकालिदियो है साथी अब यहाँ अवलोकन गर्नु पऱ्यो नि त किन चाहिँ रुख नआएको रहेछ यो डाँडामा भन्ने अब अवलोकन गर्नु पऱ्यो नि त पुग्नु आँट्यो हाम्रो मेन रेन्जर साप उता छत्रे टोपी ओढेर अगाडि हिँड्दै हुनुहुन्छ यहाँ माथि भ्यू टावर पनि छ जस्तो लागिरहेको छ कि मलाई होला ल यही टावर देखिएको है अघि हामीले हो टावर भन्दा पनि टापु फाइनली गाइज बस्ने ठाउँ छ विजय ढुङ्गामा त छैन माथि छ कि ल जाऊँ पादै निकालिदियो उकालो यताबाट जाँदा नि हुन्छ यताबाट राम्रो देखिएला नि त पहाड आउनु के दाजु ल थोरै तानौँ ओइ खुट्टाले त थाम्नै नसक्ने भयो त हामीले त्यहाँ तलबाट चाहिँ खिचिएको थियो अघि अहिले हामी फाइनली यो ठाउँमा आइसकेका छौँ साथीहरूमाथि हुन्छ यहाँबाट नि आउन सक्छौँ होला अहिलेलाई फाइनली हामी यहाँबाट झन् भ्यू त ओभर वाउ देखिने रहेछ ल बबाल ओ माई गड ल बाटो खतरनाक छ धेरै मोटाइएछ र के हो डर लाग्दो रहेछ यस्तो बाटो हिँड्नु नि ओ बबाल
फोटो यता यता फाइनली है के बिदा यत्रो के त चढ्नु भयो के यत्रो चढ्नु सक्नुहुन्न ल आउनु फाइनली ग्राउन्ड पनि राम्रो रहेछ धुलो ग्राउन्ड रहेछ धुलो ग्राउन्ड रहेछ यतै हो ग्राउन्ड के गाज्यो के भयो र मैले त्यहाँबाट यताबाट छ ठाउँ यो कहाँबाट मैले यहीँ तलबाट खिचेको थिएँ हो नि होइन हो त्यो त गाडी थियो त्यहाँबाट मैले चाहिँ खिचेको थिएँ के अरे यो टापुमा पलाएन यस्तो देखियो भनेर फाइनली यहाँ पुगेर बढेछ है यो पनि उपर बाबा